आजको भैँसी चाहिँ यस्तो छ अनि पहाडी यस्तो छ हेर मजाले पहाडी र भैँसी यता बार्किलिङ मिलाउँदै हुन्छ दाइहरूले भाइ के हो नाम अब पहाड र पहाडीको बार्किलिङ गरेको मलाई पनि त लगेर बेच्नुपर्छ त्यस्तो गाह्रो हुन्छ नि कम यहाँदेखि फुटाएपछि त तपाईँहरूको दैलैमा बस्छ नि आज चाहिँ हामी यहाँनिर आएको छौँ भैँसी लिन अघि गाई पुगाएर आयौँ अब भैँसी लिएर आएको छौँ यहाँ भैँसीको बार्किलिङ मिल्दैछ हेर्नु है कसरी अब व्यापारी हो व्यापारीहरूले कसरी गर्छौँ टेन्सन भयो पाडो 20,000 सबै 20,000 बाख्रा पनि पो रहेछ त है बाख्राहरू सबै छ बार्किलिङ टेन्सन यता व्यापारी टेन्सन भइरहेको यता व्यापारी यता नगर्नु भन्दै रहेछ के हो त हौ गाई भैँसीको त व्यापार हो त हौ हाम्रो यस्तो गाई भैँसी हेरिदिँदै हिँडिदिँदै हामी पनि 65,000 भैँसीको आज बार्किलिङ दिएन मैले छोडेर हिँड्दिएँ 1,000-1,500 छटपटे खाने यता भैँसीको बार्किलिङ पाहाड यहाँ हेर टिचर नै हुनुहुँदो रहेछ है ए भगवान् होइन फेसबुक होइन युट्युबमा हालिदिन्छ गतिलो भैँसी गतिलो रहेछ ठिकै छ कसैलाई बेच्ने इच्छुक हुनुहुन्छ भने हामीसँग किन्ने इच्छुक हुनुहुन्छ भने हामीसँग सम्पर्क गर्नु होला यता पैसा गर्दै हुनुहुन्छ होइन ब्रदरले अब यिनी जानुका त मेरो मम्मीको पो नाम हो त ए तपाईँको पनि जानुकै हुँदो रहेछ गतिलो छ भैँसी यता पैसा नि गतिलो गर्ने खोइ एकचोटि यस्तो यस्तो निकाल्दा यस्तो ल है ल आन्टी ल एकचोटि सुनको बाला किन्ने हो कि घाँटीमा सिल्लरी सबै के हुन्छ कसो हुन्छ केही हुँदैन हौ त्यही भैँसी किन्न आएको यहाँ भैँसीको दामै भैँसीको यो चाहिँ कति हजारमा किन्नु भएको अरे यता भैँसीको वेट बढाउँदै हुनुहुन्छ उहाँ चोकर खुवाएर नुन सुन हालेर 1.5 लाख रुपियाँ अरे 1.5 लाख रुपियाँ अरे के कुन भैँसी ब्याउने भैँसी होइन प्योर मुर्रा यता मुर्रा पनि छ अर्को केबीले हो रे होइन केबीले ठिकै छ यता पैसा गनाइ हुँदैछ दुईजनाकै अब कति दिने हुन्छ आन्टीको हेर्नु पैसा पाएर बगल छोड्ने मन रहेछ अनि भन्नु नि अनि 5,000 तपाईँलाई मैले खुसीले दिएको छ नि फेरि भाइ अहिलेसम्म दिएको छ अहिलेसम्म छैन भाइहरूलाई सोध्नु त यसो अरे पहिलेको नियम अरे के त्यही भएर चाहिँ अब दाजुले खुसीले जति त्यहाँ 500 लिने भन्दैछ अनि 5,000 भैँसी चाहिँ गतिलो पाल्नु भएको रहेछ है दाजु तपाईँहरूले गतिलो ला पैसा नि गतिलो 1.5 लाख रुपियाँ अरे यो दुईटालाई 1.5 लाख रुपियाँ यता किन्ने व्यापारी उहाँ बेच्ने आन्टीको छोरा है छोरी उता नानीहरू सबै हेराएर गाउँदै हुनुहुन्छ थुक्ला गाई लगाइ गर्दै हुनुहुन्छ मिस्टेक होला ल आजको भिडियो चाहिँ यहीँसम्म खत्तम भयो ल गाइस यसरी नै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला यस्तै भिडियोहरू लिएर आउँदै गर्छु बजारमा